अब हामी चाहिँ चम्पादेवीको उसमा चाहिँ नजिकै आइपुगेका छौँ। अब मेरो साथमा सन्देश छ। अब धेरै घोलमाल भएर बल्ल बाटो पहिला आएर चाहिँ हामी आइसकेका छौँ। अब चाहिँ टक्क लाएर चाहिँ नि के भन्छ स्कुटरको राइडमा छौँ हामी। टक्क लाएर अब चाहिँ नि ल त्यहाँ बोर्डमा चम्पादेवी रिसोर्ट जाने बाटो पनि देखाइसकेका छौँ। अब हामी चाहिँ गन्तव्यतिर लाग्छौँ है त। पछाडि भाइले हेर्दैछ। सन्देश कस्तो भइरहेको छ? एकदम इन्ट्रेस्टिङ रमाइलो भइरहेछ। ल देखिया छ स्कुटरको सर्भिसिङ हान्न पर्ने भइसकेको छ। अब चाहिँ हामी लगभग नजिक आइपुग्यो सन्देश। चम्पादेवी 800 मिटर्स अहेड अरे 800 मिटर्स अगाडि अब हामी रिसोर्ट छ। यो चाहिँ आज मैले DJI Auction 6बाट भिडियो रेकर्ड गरिरहेको छु। कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ क्वालिटी लेख्नु होला। अनि आज माइक पनि DJI कै माइक छ। यो चाहिँ वायरलेस हो, त्यही भएर सजिलो छ। कतै त्यान्द्राङ म्यान्द्राङ जोड्न नि परेन। मलाई चाहिँ GoPro हिरो भन्दा यो नै बेस्ट लाग्यो है साथीहरू। GoPro VS DJI Auction 6 चाहिँ कुन राम्रो भन्नु पऱ्यो नि? DJI Auction 6 मैले आज प्रो किन्न खोजेको, नेपालमा लन्चै भएर नि। भन्ज्याङ जान 2 किलोमिटर अरे। भन्ज्याङ जान 2 किलोमिटर। दक्षिणकाली जाने बाटो सम्झ्यो भने त होइन हाम्रो बल्खुबाट चाहिँ दक्षिणकाली जाने बाटो सिधै आयो भने त्यही सजिलो हुँदो रहेछ। त्यो हात्तीवन रिसोर्ट भनेर दियो भने मान्छे कन्फ्युज हुँदो रहेछ क्या। त्यसले नै 2-4 हजार चुना लाउने बाटो गरेको। तेर्सो पायो भने चाहिँ कुन्नी। अब यस्तै बाइक किन्न पर्छ एउटा होइन। मलाई चाहिँ बुलेट मन परेको पर चाहिँ बुलेट अहिले धान्न सक्दिनँ कि जस्तो लाग्थ्यो मलाई। भन्ज्याङ आइपुग्ने साथीहरू तपाईँहरू चाहिँ हामी जस्तै नझुकिनु होला। तपाईँहरू बल्खु चोकबाट दक्षिणकाली जाने बाटो सिधै भन्ज्याङ आइपुगेपछि ल यार। भन्ज्याङ चाहिँ यो हो। भन्ज्याङ यहाँ देखाइरहेको छ। भन्ज्याङ यहाँ यो भन्ज्याङ यहाँसम्म आइपुग्नु पऱ्यो तपाईँ दक्षिणकाली जाने बाटोमा। अब अरू पनि हामी देखाउँछौँ होइन। अब सायद भन्ज्याङबाट स्कुटरले अलिकति धोका देला जस्तो छ। ग्यारेज छ भने चाहिँ बनाउनु पर्छ यसलाई। अलिकति पिकअप उकालो त थुप्पो नतान्ने। भन्ज्याङ भने यसैलाई होला सायद। माथि हाते स्कुटर कहाँ
यहाँ पऱ्यो यहाँबाट त पार्किङ चाहिँ कहाँ गर्ने त सम्झेर झार्थ्यो र हाइकिङ ट्रेक त आइयो साथीहरू बल्ल 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 यो बाटो जाने हो होइन साथीहरू अब यो चाहिँ कहाँ अब एक्लो उकालो नकुर्नेपछि सन्देश हिँड्दै म स्कुटरमा सन्देशको चाहिँ हालत खराब हुने हो दुई भाइ नै हिँड्न पाएको भए मजा हुन्थ्यो स्कुटरले अलिकति धोका दियो यसलाई सर्भिसिङ गर्नुपर्ने थियो आज गर्न भ्याइएन अब भरे गएपछि चट्ट लाएर गर्नुपर्छ त हामी अलिकति बाटो कन्फ्युज हुनाले नि त्यो रिसोर्ट भन्नाले अलिकति हामी कन्फ्युज भयो साथी चाहिँ खत्रै हिँड्ने हो अलि ओह्रालो झर्न मिल्छ बाटो चाहिँ यस्तो साथीहरू यहाँ त यत्रो बाटो राम्रो हो हेलो हेलो सन्देश सन्देश आउँदैछ पुरै सम्पादेवी हामी टोटली नयाँ साथीहरू यता होइन कताबाट हिँड्ने साथीहरू त यस्तो हिँड्ने पहिला हिँड्ने गोरेटे बाटो नि यसमा त चिप्लिन्छ नि साथीहरू फेरि साथी म चाहिँ एक्लै यहाँ आइपुगेको छु होइन मेरो साथी चाहिँ आउँदैछ तल अनि म उसलाई वेट गर्न चाहिँ यहाँ बसिरहेको छु स्कुटर रोकेर अब हिँड्ने भनेको अलिक स्कुटर राख्ने अब अलिक मेसो भएन म चाहिँ हामी चाहिँ स्कुटर लिएर उक्लियौँ त्यहाँ रिसोर्ट गेट भनेर देखायो होइन अनि त्यसपछि चाहिँ अब म चाहिँ यहाँसम्म आइपुगेको छु स्कुटरमा अब यहाँ माथि रिसोर्ट छ भन्ने सुनेको छ अब रिसोर्टमा के छ कसो छ होइन त्यो चाहिँ तपाईँलाई हामी देखाउने नै छौँ र हामीले भोगेका कुराहरू र हामीसँग भएको कमी कमजोरीलाई चाहिँ तपाईँहरू आउँदाखेरि चाहिँ अलिकति फरक होस् भन्ने हिसाबले चाहिँ गाइड गर्नेवाला छौँ तपाईँहरू आउँदाखेरि अब स्कुटर लिएर आउनुहुन्छ बाइक लिएर गाडी लिएर आउँदाखेरि कहाँसम्म जान्छ होइन र त्यसलाई कहाँ राखेर हामी हिँड्ने यहाँ मेन त हामी हिँड्नको लागि आउने हो सबै साथीहरू हिँड्नु भएको म चाहिँ स्कुटर लिएर यहाँ आइपुगेँ होइन अनि अब रिसोर्टमा सोधेँ साथीहरूलाई उहाँहरू पनि नयाँ हुनुहुँदो रहेछ होइन अब टोटल्ली हामी हिँड्न पाएँ भने चाहिँ मजा हुन्थ्यो होइन हिँड्नलाई चाहिँ के हो बेस्ट हाइकिङ भनेको चाहिँ हिँड्नुलाई अलिकति राम्रो मानिन्छ
र यहाँसम्म स्कुटर लिएर आइयो। अब चाहिँ नि चाहिने कुरो अब के हुन्छ हामी तपाईँहरूलाई देखाउने बेला छौँ है त। ल गाइज यहाँको वातावरण चाहिँ यस्तो छ साथीहरू, यहाँदेखि चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँ यस्तो छ, मेरो स्कुटर चाहिँ यहाँ छ साथीहरू। यहाँसम्म चाहिँ मैले लिएर आइसकेको छु यो स्कुटर। अब यहाँबाट माथि कति छ उहाँ साथीहरू हिँड्दै हुनुहुन्छ होइन। अब चाहिँ तपाईँहरूलाई यहाँ साथी कुरा बसिरहेको छ, यताबाट आउने यो तलबाट आउन चाहिँ धेरै खासै टाइम चाहिँ लाग्दो रहन्छ होइन। अब कस्तो देखिन्छ तपाईँलाई यो ढुङ्गाको बाटो, घन्द्राङ स्कुटर, मेरो स्कुटरको हालत खराब भइसक्यो होइन। यहाँ बिचरा मेरो स्कुटरले दुःख भइसक्यो, तान्नै नसक्ने भइसक्यो यो हेर्नु। शनिबारको भ्लग तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गरेर नबिर्सनु होला है त। स्कुटीको त इन्जिन लाग्छ होला कि तल ढुङ्गामा। होइन छँदैन धन्न अहिलेसम्म त लाएन। हुन्छ त्यो सोलिङ गरे ल बल्ल सन्देश आइपुग्यो, मोबाइल पनि गर्ने रहेछ। हेलो गाइस, कस्तो भयो हिँड्नलाई? यो चाहिँ हो क्या मजा आयो हिँड्नु है, मलाई त के मतलब आएन। पुरा उता अब माथिसम्म जाउँ न, खोइ कहाँ पार्किङ छ ल सुसमा लगा। ल ल यो त हिँड्न पायो भने चाहिँ मजा हुन्छ साथीहरू, हिँडेन भने चाहिँ मजा हुँदैन। यताबाट पनि जता हिँडेर जाने सर्टकट बाटो, यो चाहिँ रोड छ। म चाहिँ अब यताबाट हिँडेर जान्छु होइन। अब म यताबाट हिँडेर जान्छु, ऊ चाहिँ स्कुटरमा जान्छ होइन। हाइकिङ भनेपछि अलिकति हिँड्न पायो भने चाहिँ मजा हुन्छ क्या बल्ल। अनि हामी स्वास्थ्यसँग रिलेटेड कुरा भने चाहिँ यहाँबाट हुन्छ होइन, नत्र मजै भएन नि। हाइकिङ आउने भने त स्कुटरमै आउने भयो नि त होइन। मेरो युरिक एसिड चाहिँ पत्तासा पनि हो साथीहरू। यो युरिक एसिड मोटो दुधगार बनायो साथीहरू। अझै धन्नै छ हिँड्न बाँकी। लोत गाह्रो बनाएको साथीहरू, अलिकति माथि आइसकेको छौँ हामी रिसोर्टमा। अब चाहिँ बिस्तारै बिस्तारै हिँड्दैछौँ। धेरै मोटो म जस्तो हुनुभयो नि यस्तै स्यास्या बनाउँछ। हे भगवान्, लास्ट गाह्रो बनायो। ल साथीहरू हामी चाहिँ अलिक गेटमा आइसकेका छौँ। लगभग यो के अरे यो हात्तीवन रिसोर्टबाट चाहिँ हामी चम्पादेवीको उकालो अझ बल्ल यहाँबाट चाहिँ सुरु हुँदैछ। तर युट्युबमा चाहिँ दिएको लोकेसन चाहिँ अलिक मलाई चित्त बुझेन अरू साथीहरूले बनाउनु भएको भिडियोमा होइन। किनभने नयाँ मान्छेहरू आउँदा चाहिँ अलिकति छोटो ट्यागको पोइन्ट दिनुभयो भने उहाँहरू यो गन्तव्यमा पुग्न सफल हुनुहुनेछ र फर्किन पनि उहाँहरूलाई सहिलो हुनेछ भन्ने हिसाबले हामी बल्खुबाट चाहिँ नि सिधै दक्षिणकाली जाने, हेटौँडा जाने रोडमा आउने। त्यहाँ आएपछि भन्ज्याङ हात्तीवन त्यहाँ रिसोर्ट जानेहरू गेटहरू र तपाईँको त्यहाँ बोर्डहरू पनि राखेको हुन्छ। त्यहाँबाट उक्लिनु भयो भने यहाँसम्म चाहिँ तपाईँ देख्न सक्नुहुन्छ। यहाँसम्म चाहिँ गाडी स्कुटरहरू आउँदो रहेछ र यहाँसम्म लिएर आएर तपाईँहरूले चाहिँ पार्किङ गरेर अनि आफ्नो गन्तव्यलाई चाहिँ सुरुवात गर्न सक्नुहुने रहेछ है त। साथी सन्देश पनि यहाँ आइसकेको छ। सन्देश के भन्नु छ? ल अलिकति भने रेस्ट गर्न पाएँ नि। सुरुमा त ऊ स्कुटर लिएर म हिँड्दै आएँ, बाटो अप्ठ्यारो छ भनेर राम्रोसँग नतानेर ऊ एकछिन कुदाएको थियो। अनि त्यसपछि त म स्याहाँ गर्दै आइपुगेँ। दाजुभाइ भेट भएपछि त अनि मैले स्कुटर लिएर आएँ। आनन्द स्वर्गीय आनन्द सर हावा बगेको छ है। त्यसपछि त बल्ल आनन्द भयो। अहिले तेरो स्याहाँ भइरहेको छ नि होइन, मेरो हात पसिना सुस्ना केही छैन, आनन्द भइरहेको छ क्या। र एकदमै रमाइलो छ यो चम्पादेवी ट्रेक चाहिँ। एक दिन तपाईँहरूसँग समय छ र दिनभरिलाई चाहिँ कसरी युटिलाइज गर्ने भनेर एकदमै हिँड्नको र प्राकृतिक मनोरञ्जन पनि लिन चाहनुहुन्छ भने चम्पादेवी चाहिँ तपाईँहरूको लागि बेस्ट अप्सन हुनसक्छ है त। ल म जस्तै फ्याटी लिभर हुने, युरिक एसिड हुने, किडनीमा स्टोन जम्ने समस्या भएको हुनुहुन्छ नि त्यस्तो व्यक्तिहरूको लागि चाहिँ बवाल हुँदो रहेछ साथीहरू। पानी चाहिँ 2-4 लिटर बोकेर आउनुपर्छ, खाने हिँड्ने होइन। अनि यो नगरेपछि तपाईँको औषधि डाक्टरले लेखेको औषधि खाएर ठिक हुन्छु भनेर चाहिँ सपना मात्रै हो साथीहरू।
ल भन्छ सन्देश हिँड्न सुरु कस्तो थकेला खाइलाएन अहिले सुरुमा अहिले सुरुमै थके लाग्यो भनेदेखि त कहाँ पुग्नु पर्ने छ यार अहिले थके लागेर हुन्छ हैट मलाई चाहिँ लोतै बनाए फाइनल गाइस चम्पादेवी डाँडा चाहिँ आइपुग्यो अब यहाँ रमाइलो छ ल लास्ट यहाँ आइपुग्दा चाहिँ गाह्रो बनायो होइन अब चाहिँ नि बिस्तारै बिस्तारै हिँडेर आयो कसैले 10 मिनट कसैले 15 मिनट होइन भन्नु तर त्यो एकदम नहिँड्ने बानी परेकोलाई चाहिँ गाह्रो फाइनल्ली गाइस कस्तो लाग्यो पुग्यो हामी अनलाइन चाहिँ मनी त्यही हो है गाइस फाइनली अब हामी चम्पादेवी पुग्यो अब हामी भस्मेश्वर डाँडामा जानको लागि भस्मेश्वर डाँडामा गएर हामी भस्म हुन्छौँ बाहिर जाने कि माथि तल झर्ने हो चम्पादेवीबाट चाहिँ हामी अर्को माथिल्लो स्टेप जाँदैछौँ अब कस्तो लाग्यो तपाईँलाई देखाउँदै जानेछु भिडियो कस्तो लाग्यो हेरेर कमेन्ट गर्नु होला सेयर गर्नु होला र अर्को भिडियो बनाउने हौसला पक्कै पनि दिनुहुनेछ भन्ने आशा गरेको छु है त ल साथीहरू हामी चाहिँ अहिले विश्राममा छौँ र विश्रामसँगै अलिकति अब खाजा भनौँ नास्ता भनौँ यो चाहिँ हाम्रो नयाँ ग्रुप क्रिएट भएको छ ल सबैले भनौँ त क्रेजी क्रेजी ल एफआर है गाइस एफआर जिजी हो यो ग्रुप चाहिँ इन द च्याट अब एकदम हिँडेपछि चाहिँ पेट भर्ने कार्यक्रममा छ होइन यो क्रेजी वेलकम ब्याक हाम्रो यो नयाँ ग्रुप डाक्टर साहब फकाइलाई इन्जिनियर अनि हामी थकान महसुससँगै केही यसो पुगेर अब हामी ग्राउन्ड कार्यक्रममा छौँ अब हामी चाहिँ यहाँबाट फर्किने पनि हो कि भन्ने सोचिरहेको छौँ यहाँबाट उता चाहिँ अब अलिक खासै टिल देन रमाइलो छैन हिँड्ने नै हो भने चाहिँ जाने जस्तो कुरा आयो यहाँबाट झरेर चाहिँ चन्द्रगिरी निस्किने निस्किने रहेछ र यहाँबाट निस्किएर चाहिँ मत्स्य गाउँ निस्किँदछ हामीले के गल्ती गऱ्यो यो थाहा नभएर चाहिँ स्कुटी लिएर आयौँ तपाईँ खुल्ली हिँड्ने हो भने चाहिँ तपाईँ स्कुटर लिएर नआउनु होला यहाँबाट झरेर होइन हो नि त उहाँहरू स्कुटी लिएर आउनु म चाहिँ फर्किन पर्छ होइन त्यसैले हजुरहरू नफर्किनु हिँड्नेकै सोच ल्याउनु भएको छ भने चाहिँ गर्नु होला मत्स्यको हिँड्नेकै सोच ल्याउनु भयो हिँड्ने प्लान अलिकति हिँडौँ भनेले सदुङ्गल मत्स्य गाउँ निस्किएर चाहिँ जान मिल्ने रहेछ हामीले साधन ल्याएको भएर चम्पादेवीसम्म मात्र डेस्टिनेसन थियो हाम्रो त्यसैले चाहिँ हामी चम्पादेवीसम्म आएर यहाँ चाहिँ खाजा नास्ता गरेर होममेड खाजा छ सबै दाइको भिडियो सकिन्छ भनेको ल मेरो सक्यो ल भस्मेश्वर के अरे भस्मेश्वर डाँडा आइपुग्यो अब चाहिँ नि यहाँबाट सकिन्न यहाँबाट हिँड्ने ठाउँहरू त टन्नै छ अब चाहिँ नि यहाँबाट फर्किने निदो गरिरहेको छ होइन के हो साथीहरू पुरै यहाँ थकित भएर झन्डासम्म चाहिँ म चाहिँ जान्न अब म चाहिँ लास्टै थाकेँ अब चाहिँ म चाहिँ फर्किने सकिनँ साथीहरू यहाँसम्म आयो भने चाहिँ पोसो लास्टै पग्लिँदो रहेछ योभन्दा अब अरू खोज्नु छैन